भोजपुरको पौवादुङमा गाउँपालिकाले 750 किसानलाई कृषि सामग्री वितरण गरेको छ। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई 51 लाख बराबरको कृषि सामग्री वितरण गरिएको हो। भोजपुरको पौवादुङमा गाउँपालिकाले यहाँका 750 किसानलाई कृषि सामग्री वितरण गरेको छ। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले किसानको मागको आधारमा 50% अनुदानमा कृषि सामग्री वितरण गरेको हो। आवश्यक सामग्री पाएपछि किसानहरू खुसी भएका छन्। मैले यो अहिले सुरु नै गर्न खोजेको हो। अब मैले 5 रोपनी जग्गामा चाहिँ गर्न खोजेको छु, यही नजिकै हो। एकदमै म खुसी छु, तर भने जति अलिक पाइएन। मैले अब भन्न आँकडा भएर 2टा पाएँ, त्यति सन्तुष्टि छु। अब आफूले गर्नुपर्छ। थोरैबाटै पनि अब स्टार्ट गरेर लाने हो। आउने दिनहरूमा अब त्यसको नतिजा हेरेर सरकारले त्यसलाई अब कुन नजर लाएर अब फेरि थप प्लस हुँदाखेरि चाहिँ मैले कति पाउनुपर्छ, सरकारले कसरी हेर्नुपर्छ, त्यो पछाडि बुझ्ने कुरा रहन्छ होला मेरो। ठिक छ, खुसी छ। अब यति पाउनु पनि खुसीको कुरा हो। यहाँका किसानलाई मल्चिङ प्लास्टिक टनेल, हाते ट्र्याक्टर, प्लास्टिक पोखरी स्प्रे गरी 51 लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले किसानको मागको आधारमा 50% अनुदानमा आवश्यक सामग्री वितरण गरेको गाउँपालिकाको भनाइ छ। हामीले विशेष गरी सबभन्दा धेरै चाहिँ मल्चिङ प्लास्टिक करिब 51 लाखको मल्चिङ प्लास्टिक छ। त्यस्तै प्लास्टिक पोखरी, इलेक्ट्रोनिक स्पेयर र यो अरू जति पनि हाम्रो हाते ट्र्याक्टरहरू छन्, यी पनि गरेर झन्डै हाम्रो 70 लाख जतिको चाहिँ टोटल कार्यक्रम छ साझेदारीमा। त्यसमा किसानहरूको चाहिँ 50% लागत सहभागिता छ भने यसबाट चाहिँ झन्डै 750 किसानहरू चाहिँ पौवादुङमाका 6वटा वार्डमा चाहिँ लाभान्वित भएको अवस्था छ। किसानले गरिरहेको व्यवसायको आधारमा आवश्यक सहयोग गरेको गाउँपालिका उपाध्यक्ष जोसना राईले बताउनुभयो। किसानलाई व्यावसायिक बनाएर आर्थिक रूपमा सक्षम बनाउन ठूलो लगानीमा कृषि सामग्री वितरण गरिएको उहाँको भनाइ छ। हामीले विशेष गरेर हाम्रो पौवादुङमा गाउँपालिका चाहिँ अब खुर्सानीको पकेट एरिया पनि भएकोले गर्दाखेरि खुर्सानी धेरै मात्रामा कृषकहरूले अहिले उपलब्ध उहाँहरूले चाहिँ उत्पादन गरिरहनु भएको छ। त्यो खुर्सानीलाई चाहिँ हामीले विशेष गरेर लक्षित गरेर कृषकहरूको माग अनुसार हामीले पुर्याउन सकिरहेको त छैन, तर पनि हामीले सबै कृषकहरूलाई भएसम्म समान तरिकाले वितरण गर्ने र अब आउँदा दिनहरूमा चाहिँ त्यस्ता कृषकहरूको हामीले छनौट गरेर स्तरोन्नति कार्यक्रमहरूमा चाहिँ जोडेर जाने भन्ने हाम्रो लक्ष्य रहेको छ। भूगोल अनुसारको पकेट क्षेत्र निर्धारण गरेर कृषिमा योजनाबद्ध रूपमा काम गरिरहेको गाउँपालिकाले जनाएको छ। यहाँका किसानलाई 1500 रोल मल्चिङ प्लास्टिक, 700 वटा टनेल, 78 वटा इलेक्ट्रिक स्पेयर, 15 वटा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिकाको भनाइ छ। एनटिभी इटारी समाचारका लागि गणेश विष्ट, भोजपुर।